बेङ्गलोरको हालै 18 करोडको डकैती काण्डले प्रवासी नेपालीहरूको छवि र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। हामी बहादुरी, इमान्दार र कर्मशील नेपालीको पहिचानमाथि लात हानेको छ। जनवरी 25, 2026का दिन बेङ्गलोरको एम्लोर स्थित बिलर शिवकुमारको घरमा नेपाली दम्पति दिनेश र कमलाले करिब 18 करोड भारतीय रुपियाँ बराबरको सुन, हिरा र नगद चोरी गरे। उनीहरूले घरका सदस्यहरू बाहिर गएको मौका छोपी बिजुली काटेर सीसीटीभी बन्द गरेर चोरी गरेका हुन्। यो नेपाली जोडीले यो बिल्डिङमा काम सुरु गरेको जम्मा 20 दिनभित्र चोरीको काम गरेका हुन्। यस्ता आपराधिक घटनाले भारतमा इमान्दारीपूर्वक श्रम गरिरहेका लाखौं नेपालीहरूलाई प्रत्यक्ष असर पर्ने देखिन्छ। एक दुई जनाको गलत कार्य, गलत क्रियाकलाप, चोरी डकैतीले गर्दा सम्पूर्ण नेपाली कामदारहरूलाई नै हेर्ने दृष्टिकोण बदलिने र नेपालीहरू भरपर्दो हुँदैनन् भन्ने गलत भाष्य बन्ने खतरा देखिन्छ र यसले गर्दा पछि काम नमिल्ने हुन सक्छ। नेपालीहरूलाई काममा राख्नका लागि भारतीय सेटहरू हिचकिचाउन हुन सक्छन्, जसले गर्दा सोझा इमान्दार नेपालीहरूको रोजीरोटी नै खोसिन सक्ने डर छ। यो केवल एक घटना, एक चोरी मात्र नभई वैदेशिक श्रम बजारमा नेपालीको इमान्दार पहिचानमाथि लागेको कालो दाग हो। यस्ता घटनाहरूलाई कम गर्नका लागि यहाँका सङ्घ संस्थाहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यी सङ्घ संस्थाहरू खादा मालामै मात्र अहिले बेङ्गलोरमा सीमित बनेका छन्।